बेस्ट टिचर अवार्ड स्कुलले प्रदान गरेको छ। एउटा स्कुल बेस्ट हुनको लागि पहिला बेस्ट टिचर हुनुपर्दछ। बेस्ट टिचर अवार्ड प्राप्त गर्नको लागि उहाँको पर्फर्मेन्स बेस्ट हुनुपर्छ। हामी शिक्षक शिक्षिकाहरूलाई लाग्यो होला म पनि बेस्ट थिएँ, किन मैले अवार्ड पाएन। तपाईहरु सबै बेस्ट हुनुहुन्छ, तर साँच्चीकै छातीमा हात राखेर भन्नुस् त उहाँहरु दुईजना जति तपाईहरु खटिनु भएको छ। मलाई यस्तो कुराले छोयो, यो 80 सालमा राज्यले एसीमा 52% विद्यार्थी फेल गर्यो। त्यही बेलामा नवलपरासी हल्लाइदियो न्यू लिटल बुद्धको रिजल्टले। हामी नवलपरासी भनेको अत्यन्तै एडभान्स स्कुल भएको जिल्ला हो। यो जिल्ला हाइवेमा यति एडभान्स स्कुलहरू छ। मेरो स्कुल पनि त्यही मध्ये पर्दछ, थमन सरको स्कुल पनि त्यही मध्ये पर्छ। तर यो मोफसलको स्कुल जसलाई हाइवेको स्कुलहरूले गिज्याउने गर्थ्यो, त्यो स्कुलले नवलपरासी जिल्ला हल्लाइदियो। 3.96 जीपीएस सहित उत्कृष्ट। पालिकाको त हाइएस्ट भयो, फर्स्ट भयो, नवलपरासी जिल्लामा पनि उत्कृष्ट रिजल्ट। यो स्कुल बेस्ट र उत्कृष्ट हुनमा अहिले जो सम्मानित हुनुभयो बेस्ट टिचर अवार्डबाट, उहाँहरू जस्तै शिक्षक शिक्षिकाहरूको गहन भूमिका छ। म त्यति बेला अत्यन्तै प्रेरित भएँ। अर्को कुरा, त्यति बेला केही विद्यार्थीहरू फेल भए, 52% फेल भइरहँदा स्वाभाविक ढङ्गले यो विद्यालयबाट पनि केही विद्यार्थी फेल भए। तर आज बेस्ट टिचर अवार्डबाट सम्मानित म्याम, सायद यो प्रिन्सिपललाई पनि थाहा छैन होला। प्रिन्सिपल हामी सँगै बसिरहेको थियौँ, हामी फेसबुक हेरेँ। उहाँ हरेकको घर घरमा गएर उत्कृष्ट हुनेलाई पुरस्कृत गर्दै र असफल हुनेलाई पनि सान्त्वना दिँदै हिँड्नुभएको थियो। त्यो कुराले मलाई यति मनमा छोयो, मैले सरलाई भने यस्तो पो त टिचर। मैले साँच्चै नै सामुन्ने देखेर भने होइन, मेरो अन्तरात्माबाट, मेरो मनबाट, हृदयबाट भनेको त्यस्तो शिक्षिका हुनुहुन्छ यो स्कुलमा। तब त यो स्कुल, मैले भन्छु नि अघि एकजना सरले भन्नुभएको थियो, हामी प्रिन्सिपल भनेको एउटा नियम बनाइदिने हो, क्राइटेरिया बनाइदिने हो स्कुल कसरी चलाउने। हामी थुप्रै कुराको तनाव बोकेर हिँड्ने मान्छे। हामी एउटा प्याप्सनबाट केही कार्यक्रम आउँछ, त्यसको सेड्युल बनाउनु पर्यो, रुटिन बनाउनु पर्यो। जिसनबाट आउँछ, रुटिन बनाउनु पर्यो। शिक्षा कार्यालयबाट आउँछ, पालिका कार्यालयबाट आउँछ, केन्द्र कम्पनीबाट आउँछ, अडिट कार्यालयबाट आउँछ। अनि अर्को तनाव के हुन्छ भने अभिभावकहरू मासिक रूपमा फिस तिर्न आउनु हुँदैन। सबैतिरबाट तनाव नआउने गराउने भनेको तपाईँहरू मासिक आइदिएर, त्यही कुरा उल्टो छ यहाँ, तपाईँहरू मासिक रूपमा आइदिनुहुन्न। यस्तो सबै तनाव बोक्दै पनि ब्याङ्कबाट तनाव आउँछ दुनियाँतिर। हामी बनाइदिने हो, हामीले ल यसो गर्नुहोस् भनिदिने मात्रै हो। दुर्गा सरले ल यसो गर्नुहोस् भनिदिने हो, त्यसपछि गर्ने तपाईँ शिक्षिका, तपाईँ शिक्षक गर्नु। अनि हामी त यहाँ हुँदैनौँ। कति मलाई लाग्छ कि म दुर्गा सरको त मलाई थाहा छैन, मलाई गार्जेनहरू आउनुहुन्छ, सर कहिले भेटिनुहुन्न, सर कहिले भेटिनुहुन्न स्कुलमा भन्दै गाली गरेर जानुहुन्छ। अनि मैले भन्छु जुन दिन भेट हुन्छ त्यति बेला भन्छु अहिले म तपाईँहरूसँग यहाँ बसेको कति फोन आयो मलाई। आज पनि मेरो स्कुलमा कार्यक्रम थियो, फोन आयो। तर मैले हिजै भनेको थिएँ तपाईँको स्कुलमा ढिलो आउँछु, 12 बजेपछि आउँछु, तर दिनभरि अबेलासम्म बस्छु भनेको थिएँ। हो यस्तै तनाव हामीलाई आइरहेको हुन्छ। तनाव बिच हामी कार्यक्रम बनाउने अनि अराउने हिँड्ने हो। तपाईँहरू खटिदिनु भएको छ। बेस्ट टिचर हुनुहुन्छ तब त बेस्ट रिजल्ट हो, बेस्ट स्टुडेन्ट हो। म सुन्दैछु, मैले अघि सोधेँ बाबुलाई, निकट भविष्यमा अहिले बाबु पढ्दै गरेको न्यू होराइजनमा पनि बेस्ट स्टुडेन्ट बन्दैछ भन्ने सुने। यो कति गर्वको कुरो। हामीले राम्रो बिरुवा रोप्यौँ, यहाँका शिक्षक शिक्षिकाहरूले राम्रो बिरुवा रोप्नुभयो, तब त हो हामीले
राम्रो गराइदिउँ अनि फल उनीहरूले खाँदैछ। होराइजनले अब ब्यानरमा लेख्ने छ मेरो स्टुडेन्टले यति पर्सेन्ट यति जिपिए ल्याएर उत्कृष्ट भयो। त्यो नतिजा दिन सफल एस न्यू लिटल बुद्ध फ्यामिलीलाई म हृदयदेखि सम्मान गर्न चाहन्छु। म प्याप्सनको पूर्व अध्यक्ष हो जिल्लाभरिकै, जिसनको पूर्व अध्यक्ष जिल्लाभरिकै। म यो मोक्सनमा भएको स्कुल यति राम्रो नतिजा ल्याउन अहोरात्र खट्नुहुने विद्यार्थीहरू र यहाँसम्म नतिजा पुर्याउनको लागि साथ दिने अभिभावकज्यूहरू म सबैलाई हृदयदेखि नै नमन गर्न चाहन्छु। अहिले यो कोभिड-19 पछि हाम्रो विद्यार्थीहरू अलिकति मोबाइलमा बिजी, मोबाइलमा व्यस्त भएको तपाईँ हामीले पाइरहेछौँ। हामी साँच्चै नै भन्नुपर्दा तपाईँहरूले फिस तिर्नु भएको छ, विद्यार्थी ट्युसन भने ट्युसन, कोचिङ भने कोचिङ, जति बेला भने त्यति बेला तपाईँहरूले विद्यालयमा पठाइदिनु भएको छ। तपाईँहरूको वास्तवमा जिम्मेवारी पुरा भएकै हो भन्नुपर्छ। हामी तपाईँहरूले पुरा गर्नुभएको जिम्मेवारी अनुसार हामी नतिजा दिनको लागि खट्नुपर्छ। अनि यहाँ विद्यार्थीहरू बस्ने समय र तपाईँको घरमा बस्ने समय मूल्याङ्कन गर्नुहोस् त। तपाईँहरूले छातीमा हात राखेर भन्नुहोस् त कहाँ बस्छ विद्यार्थी धेरै? तपाईँहरूको विद्यार्थी, तपाईँको छोराछोरीहरू घरमा बस्दा कसरी बस्छ? अझै 8, 9, 10 को सिनियर विद्यार्थीहरू कति बेला उठ्छ, कति बेला खेल्न जान्छ, कति बेला घर आउँछ। अनि तपाईहरुले त्यो समयलाई ख्याल गर्नु भएन भने हामीले मात्रै गरेको मेहनत खेर जान्छ। तपाईहरुले नर्सरी देखि योगदान गर्नु भएको छ, तपाईहरुको आर्थिक लगानी गर्नु भएको छ, तपाईहरुको शैक्षिक लगानी गर्नु भएको छ, भौतिक लगानी गर्नु भएको छ। तपाईहरु बिहान उठेदेखि लो बाबुलाई छिटो खाना बनाउने, नास्ता बनाउने अनि स्कुल पठाउने, अनि बेलुका बाबु नानी घर गएपछि होमवर्क गर्यो कि नै तपाईहरुलाई पनि थाहा हुन्छ। तर तपाईहरुले अब अलि माथिल्लो क्लासमा जाने बाबु नानीहरु मोबाइलमा कति बिजी छ। सबैको घरमा मोबाइल छ। सबैको कोभिड-19 मा हामीले हात जोडेर दशरमा जोडेर तपाईहरुलाई भन्यौ अब मोबाइल दिनुस्, अनलाइन क्लास चलाउँछौं हामी भनेर। अहिले त्यसको नेगेटिभ इम्प्याक्ट अहिले परिरहेको छ। तपाईहरुको बाबुनानीलाई न कुलत बस्यो मोबाइलमा। अब प्लिज फेरि म हात जोडेर भन्छु, अब तपाईहरुले आफ्नो बाबु नानीहरुलाई मोबाइल हेर्ने समय एकदमै जिरो त गर्न सकिन्न, घटाउनुस्। तपाईको बाबु नानीहरु मोबाइल हेर्छ भने तपाईको अगाडि तपाईले खाना पकाइरहँदा, तपाईले कपडा धोइरहँदा, तपाईले काम गरिरहँदा बाबु नानीलाई मोबाइल सँगै साथमै राखेर हेर्दिनुस्, न कि तपाईको बाबु नानीहरुलाई ट्र्याक नगर्नुस्। अनि अबदेखि तपाईहरुले अर्को पनि एउटा बानी अलिकति चेन्ज गर्नु पर्यो। विद्यार्थीहरु स्कुलमा आउँदा यो जङ्क फुड भन्ने शब्द यहाँहरुले सुन्नु भएको छ होला। यो के खाना, पत्रु खाना भन्छ त्यसलाई, जङ्क फुडलाई पत्रु खाना के भन्छ। यो अहिले विश्वव्यापी रूपमा फैलिएको एउटा रोगको सबभन्दा मुख्य जड भनेको जङ्क फुड। अहिले सबै बिरामीहरू हुने मुख्य जड भनेको जङ्क फुड। जङ्क फुड भनेको हामीले पकाएर बनाएको खाना, फ्रेस खाना होइन। त्यो भनेको फ्याक्ट्रीले पकाएर पठाएको खाना, त्यसलाई पत्रु खाना भन्छ। तपाईहरुको बाबु नानी नर्सरी, एलकेजी, युकेजी 1, 2 सम्म खाजा दुःख गरेर ब्रेड, फलफुल केही सक्नुहुन्न भने भात नै पठाइदिनुस्, तर पत्रु खाना र पैसा लिएर स्कुलमा नपठाइदिनुस्। तपाईको बच्चाले हामी स्कुलमा जङ्क फुड नट एलाउड गर्छौं, यहाँ त्यसलाई तिरस्कार गर्छौं, ब्यान गर्छौं। तर तपाईको बाबु नानीले पैसा लिएर यदि तपाईँ पठाउनुहुन्छ भने त्यो पैसाले बाटोमा किनेर ल्याउँछ जङ्क फुड। अनि हामी कसरी ल्याउँछौँ? अहिले विश्व त्राही गराइरहेको खाना विश्व त्राही गराइरहेको रोग छ।
क्यान्सरको मुख्य कारण, जड कारण भनेको जङ्क फुड। अनि यसले दिमागी हालत बिगारिदिने, अहिले हाम्रो बाबु नानीहरू एक्टिभ नहुने पढाइमा त्यसको मुख्य कारण भनेको नि जङ्क फुड। त्यसैले म यहाँहरूलाई अनुरोध गर्छु, आजको दिनदेखि तपाईँहरूले जङ्क फुड एभोइड गर्नुहोस्, जङ्क फुड बहिष्कार गर्नुहोस्, पकाएको खाना स्कुलमा पकाएर पठाउने गर्नुहोस्। हरेक महिना जसरी पनि जति हुन्छ त्यति फिस लिएर, शुल्क लिएर तपाईँको विद्यार्थीको हालखबर बुझ्न स्कुल आउनुहोस्। यिनै कुराहरू राख्दै अलिक केही कुराहरू बोल्न इच्छा थियो, बहुत इच्छा थियो, तर समय र कुर्सीले देख्दा मन अलिक भर भएन, खुलेन। जे भने, जे यहाँहरूसँग राखे, तपाईँले कृपया आत्माबाट यसलाई आत्मसात गर्नुहोस्। र विद्यार्थी भाइ बहिनीहरू एउटा सानो सुझाव छ, मैले सबैलाई भन्छु, मैले मेरो छोराछोरीलाई भनेको, मैले विद्यार्थीहरूलाई लाज नमानी गरेर भन्छु, हरेक चिजको समय हुन्छ, समय सबै कामको लागि आउँदो रहेछ। अहिलेको समय हामी पढ्ने समय हो, पढ्ने समय आउँछ, केही बेर पछि आँखा जुदा जो माया प्रेम गर्ने समय आउँछ, बिहे गर्ने समय आउँछ, छोराछोरी पाउने समय आउँछ, बाबा बन्ने समय आउँछ, घुम्ने समय आउँछ, सबै कुरा खाने समय आउँछ, अनि बुढापामा जाने समय आउँछ। तर अहिले भनेको पढ्ने समय हो। समयअनुसार तपाईँहरू हिँड्नुहोस्, तपाईँहरू उत्कृष्ट बन्न सक्नुहुनेछ। अहिले तपाईँहरू जुन छोपिएर राखेको, जुन ढाकेर राखेको, जुन खुल्दुली तपाईँहरूलाई छ, त्यो हामीलाई पनि थियो। तपाईँहरूको टिनेजर हो, के होला के होला के होला, छोपिएर राखेको, ढाकेर राखेको चिज हेर्ने उत्सुकता तपाईँहरूलाई थियो, त्यो अहिले त्यतातिर ध्यान नदिनुहोस्। तपाईँहरू अहिले पढ्ने हो, समय पढ्ने हो, तपाईँहरूको सबै कुरा आउँछ, पालो आउँछ, समय आउँछ, लभ गर्ने समय आउँछ, माया प्रेम गर्ने समय आउँछ, बिहे गर्ने समय आउँछ, बाबामा हुने सबै हुने समय आउँछ। अहिले पढ्ने समय हो, पढ्नुहोस्। यही कुरा राख्दै मेरो पढाइ हत्या गर्छु। धन्यवाद, नमस्कार।